क्या दौडाइरहेको छु यार। गयो यार उता हामी चाहिँ समुद्रतिर घुम्दैछौँ है गाइस। पानीको छालहरू आउँदैछ, झन्डै रुचि। अब चाहिँ डुब्न लागेको छ गाइस। भिडियो फोटोसुट भइरहेछ। फोटोसुट बल्ल यो मान्छेको उस पर्छ के राम्रो आछ। ङाक्ने न मा के मामा पुरानीहरू छ त। खतरा फालिदिरहेको यार ल पानी त। यो चाहिँ एउटा सफर गरेर आइसकेको छ। यिनीहरू चाहिँ भर्खर जाँदैछ गाइस। घाम डुब्न पनि लागेको छ। गयो यार। यहाँ चाहिँ अब सबै भरिसकेको छ गाइस। यो चाहिँ करिब 6:45 बजे लिएको भिडियो। मान्छेहरू आउने क्रम जारी छ। यहाँ चाहिँ एकदमै भिड हुन्छ। डुब्नै लाग्छ गाइस। अब घाम रातो रातो हुँदै गएको छ। जुम यति मात्रै हुने रहेछ यहाँ। 0.5 मलाई जानु पर्यो। हामी चाहिँ जू चौपतीमा घुम्दैछौँ है गाइस। ल साथीहरू चाहिँ यता छन् है। खेलेको हेरिरहेछन्। पब्लिक यो चाहिँ हाम्रो भाइ है धनगढीको डन भोजराज थापाको दोस्रो रूप राज थापाको भाइ। हाम्रो चाहिँ उहाँ हुनुहुन्छ बिरु यगेन। ओ हेलो यगेन। रमाइलो छ है गाइस। लाग्यो त घाम त यार। पाकेको आडु जस्तो देखिरहेको छ। वाइ नट कोकोनट। गर्मीसँग छल्नको लागि सबैजना हावा खान आउँदैछन् यता समुद्रतिर। रात पर्न लागिसक्यो गाइस। त्यहाँनिर चाहिँ अलिक खाली नै रहेछ। पछाडिबाट आएको हामी एकदमै भिड छ गाइस। अगाडिनिर चाहिँ अलिकति भिड जस्तो देखिन्छ। तर यतातिर भन्दा अलिक कमै छ भिड। हामी चाहिँ हिँड्दा अगाडि आइसक्यौँ। धनगढीको डन भोजराज थापाको भाइ। हामी चाहिँ हिँड्दैछौँ है गाइस। तलबाट लगभग आधी घन्टा चाहिँ हिँड्यौँ। तर भिडियो चाहिँ सर्टमा लिएको छु। कति मान्छेहरू मात्रै देखाउने होइन। यता हेर समुद्र मात्रै, यता हेर मान्छे मात्र छ। त्यो मात्रै नि कति देखाउनु भनेर। त्यो साँझ परिसकेको छ है गाइस। अब लाइट पनि बालिसकेको सबैतिर। अब हामी जाँदैछौँ रुमतिर। भिड छ यहाँ रातिको समयमा पनि।
कति हो यार मान्छे थाहै कालीनमा देखिने दृश्य है गाइस यो चाहिँ यहाँ चाहिँ पब्लिक यत्तिकै हुन्छ कहिले पनि कम हुँदैन पुलिसहरूले लखाट्दैछ नै अब चाहिँ अँध्यारो भइसक्यो अब चाहिँ अल आउट हुँदैन धेरै बेर बस्नको लागि अलार्म बजिसकेको छ अँध्यारो भयो त अहिले त लाइटले नभेटेको ठाउँमा त अँध्यारै छ यार हिँड्दैछौँ है गाइस हामी अँध्यारो छ मान्छे त्यत्तिकै भिड छ नो थ्याङ्क्स भिड 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 जताततै भिडमा कसैको यताबाट कति मिटर हिँडेर आइयो बाक्लो उपस्थिति छ मान्छेहरूको यता पनि त्यत्तिकै यता चाहिँ पानी आउँदैछ है पानी यो चाहिँ वहाँ तल लाइट देखिएको सम्म जानको लागि यहाँदेखि समथिङ 1 घन्टा लाग्छ हामी वहाँ माथि पुगेको थियौँ गाइस देख्दा नजिकै देखिन्छ तर हिँडेर जाँदा धेरै समय लाग्छ